हामी चाहिँ लङ्कावी जाँदैछौँ। यो चाहिँ लङ्कावीको एयरपोर्ट आउँदैछ। त्यो पछाडि देखेको चाहिँ लङ्कावीको पार्ट हो। लङ्कावी भनेको चाहिँ मलेसियाको एउटा आइल्यान्ड हो जहाँ चाहिँ ड्युटी फ्री रक्सीहरू पाउँछ। सो त्यही भएर मान्छेहरू एकदम धेरै आउँछन् बस्न खानलाई। अनि हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ। यो चाहिँ लङ्कावीको सानो चिचिक्क परेको एयरपोर्ट हो। त्यसपछि हामी होटल पुग्यौँ। यो चाहिँ भ्यू मेरो रुमबाट देखिएको पुल भ्यू कस्तो राम्रो छ। त्यसपछि यो चाहिँ प्राइभेट बिच हो, होटेलकै एकदम सफा। अनि यतापट्टि ब्रेकफास्ट खाने ठाउँ छ, बिच हेर्दै ब्रेकफास्ट खाने। त्यसपछि हाम्रो ट्रिप स्टार्ट हुन्छ। स्काई ब्रिज जानलाई हामी केबल कार चढ्यौँ। त्यसपछि माथिबाट यस्तो भ्यू देखिन्छ। अनि यो चाहिँ स्काई ब्रिज हो जहाँ चाहिँ डन मुभीको सुटिङ पनि भएको थियो। हामी एकछिन वाकमा गयौँ। दिन चाहिँ राम्रो थियो, सन्नी डे थियो, गर्मी पनि थियो, रमाइलो पनि थियो। अनि यो चाहिँ ग्लाइडर हो। यो चाहिँ स्काई ब्रिज जानुको लागि हिँडेर जानु पनि मिल्छ, यो चढेर जानु पनि मिल्छ। अनि त्यसपछि हामी प्यारासेलिङ गर्न गयौँ। यो चाहिँ मेरो फर्स्ट टाइम थियो अनि एकदम रमाइलो भयो। 10 मिनट भनेर गराउँछु भन्दो रहेछ, तर त्यही 7 मिनट जस्तो गराउँदो रहेछ। तर एकदम रमाइलो भएको थियो। कस्तो नपुगे जस्तो, अझै गर्नु मन लागे जस्तो हुँदो रहेछ। अनि माथिबाट भ्यू पनि एकदम राम्रो देखिने प्लस रमाइलो हुने। अनि यो चाहिँ बोटले तान्दो रहेछ अनि सबै बोटले नै म्यानेज गर्दो रहेछ, यताउता घुमाउनेदेखि लिएर एभ्रिथिङ। अनि साह्रै रमाइलो चाहिँ हुँदो रहेछ। हामी सेनाङ बिच भन्ने ठाउँमा चाहिँ गरेको थियौँ, लङ्कावीको त्यहाँको फेमस बिच। हेर्नु है कस्तो राम्रो भ्यू देखाएको छ। अनि हामीले चाहिँ वाटर टच पनि गरेका थियौँ। एकचोटि तल लगेर वाटर टच गराएर अनि माथि लिएर आएको थियो। बहुत रमाइलो भएको थियो। त्यसपछि हामी यस्तो फायर वर्क्स हेऱ्यौँ सेनाङ बिचमै, राति रमाइलो भएको थियो। त्यसपछि नेक्स्ट डे आइल्यान्ड हपिङ स्टार्ट गऱ्यौँ हामी। यहाँबाट हाम्रो जर्नी स्टार्ट भयो। अनि यो चाहिँ आइल्यान्ड हपिङ गरिरहेको छु है मैले चाहिँ, एकदमै रमाइलो। यो चाहिँ हाम्रो फर्स्ट स्पट हो। अनि यहाँ रोकिदियो अनि हामीलाई चाहिँ यता घुम्न पठाइदियो। यता पछाडि चाहिँ ताल छ अरे, जुन चाहिँ समुद्रको बिचबाट ताल छ अरे। अनि त्यही भएर चाहिँ म चाहिँ त्यता जाँदैछु। त्यो ताल चाहिँ कस्तो भने वान साइड लेक, अर्को साइड समुद्र, अनि बिचमा सानो एउटा डाँडा रहेछ, त्यसले चाहिँ छुट्याएको। अनि पानी पनि डिफ्रेन्ट, समुद्रको पानी लेकमा नजाने। यो चाहिँ लेक हो लेफ्टको होइन, अनि राइटको चाहिँ यता समुद्र छ। यो सानो डाँडाले चाहिँ छुट्याएको। अनि यो चाहिँ इगल फिडिङ गरेको, इगलहरू सब आउँदो रहेछ खानेकुरा फालिदिएपछि। हेर्दाखेरि रमाइलो। यो पनि त्यही हो। अनि यो चाहिँ हाम्रो नेक्स्ट स्पट। अनि यहाँ चाहिँ यस्तो एकदम राम्रो क्लियर बिच रहेछ। अनि कोही स्विमिङ गर्ने, कोही यताउता हिँड्ने भनेर हामीलाई चाहिँ 1 घन्टा जस्तो छोडिदिएको थियो। अनि मैले एकछिन वाक गरेँ, एकछिन बसेँ। अनि त्यहाँ बिचबिचमा अनि अर्को ठाउँमा जानलाई हामी यहाँबाट फेरि चढेर हिँड्यौँ। अब चाहिँ खास हाम्रो फाइनल डेस्टिनेसन हो। बिचमा यस्तो बम्पी राइड जस्तो गराउँदो रहेछ, उफार दिने जस्तो। त्यो पनि रमाइलो हुँदो रहेछ। अनि अब चाहिँ हामी ब्याक टु सेनाङ बिच जाँदैछौँ। अनि त्यसपछि हामी अन्डर वर्ल्ड हेर्न गयौँ, अन्डर वाटर वर्ल्ड। अनि त्यसपछि यहाँ चाहिँ हामीले माछा, सी टर्टल, अरू डिफ्रेन्ट काइन्ड अफ माछा, फेरि जेली फिसहरू हेऱ्यौँ। अनि त्यहाँ पेङ्गुइन पनि थियो, स्टिङरे हो यो चाहिँ। यसको चाहिँ लामो पुच्छर हुँदो रहेछ। अनि डिफेन्समा त्यो पुच्छर चलाउँछ अरे यसले, कसैले अट्याक गर्यो भने। लास्टमा हामी पेङ्गुइन हेऱ्यौँ। त्यसपछि हामीले यो
दिन सकायौँ